बोटिङ हुन्न भान्जा दिउँसो भइसक्यो यहाँनिर वीरेन्द्र विश्राम स्थल राजा वीरेन्द्र आएपछि यहाँनिर विश्राम गरेर जानुहुन्छ गार्डन सही छ नि यता हो यता यताबाट डान्स चलिरहेछ गाइज ओ के हो कता हो ल ठिक छ पोहोर साल वीरेन्द्र आएर यहाँ विश्राम गरेर गयो भने होइन राजा वीरेन्द्र बितेको कति वर्ष भयो 58 साल ए वीरेन्द्र रे ज्ञानेन्द्र दुई प्लेट बनाउनु पराठासँग चिकन ग्रेभी खाने प्लेटमा कतिवटा हुन्छ दुईटा चार पिस हुन्छ भने यो चाहिँ बनाना पराठा बनाना पकौडा and here comes banana momos guys पानी ल्याउ गिलास ल्याउ फर्स्टमा है सिजनिङ सबै बनानै बनाना बनाना मोमो खाएको हेलो गाइस तर भित्र पुरै केरा गनाउँदो रहेछ है मैले त पहिलोचोटि खाएको आइज खाना यसको त केरै त होला यो फ्राइडमा त केरा स्मेल आइरहेको भित्र त्यो केराको किमा पुरै भाषा बनाउँछ खासैको थियो त काँचो केराको किमा होला नि त पकौडा चाहिँ ठिकै थियो बनाना मोमो चाहिँ खासै ठिक छैन रहेछ बाहिरबाट हेर्दा चाहिँ खत्रै छ भित्र सिजनिङ चाहिँ पुरै केरा गनाउँछ नेगेटिभ कमेन्ट मान सुनाउँदैन साँच्ची केरा गनाइरहेको मस्त जग्गा हो तिम्रो छ त्यस तिम्रो चाहिँ ऊ सिक्री छ त तिम्रो त चाँदीको सिक्री सुन लाग्दैन चाँदी मात्रै हो लगेर भाँजा बनाना चिल्ली आयो गाइस चिकन चिल्ली जस्तो देख्यो है त मिठो हुन्छ बनाना चिल्ली मिठो हुन्छ बनाना चिल्ली पनि टेस्ट हाल्यो सब टेस्ट हाल्नु यही मछलीको म त हेर्नै मन लागेन अहिले त बढी भइगयो धेरै खाएर बुढा मिठो हामीले यहाँनिर बनानाको 8-9वटा आइटम्सहरू ट्राई गरेर हामी लाग्दैछौँ अर्को गन्तव्यतिर यहाँ फोटो सुटिङ चलिरहेछ यहाँ टिप्नु त दिँदैन सब फुलहरू पनि सो हामी आइसकेका छौँ यहाँनिर टिकापुर पार्क गाइज पहिला त पानी बग्थ्यो पानी खोला जस्तो छ हामी आउँदाखेरि पहिला पानी बग्थ्यो आजकल छैन पानी सानी कहाँ हरायो जङ्गलै जङ्गल छ अहिले त बोटिङ चलिरहेको यहाँ हाम्रो नदी हो गाइज टिकट काउन्टर यहाँ छ एउटा बोटिङ सुरु भइसक्यो हाम्रो बोटिङ यहाँ छ ड्रेसअप रेडी भइसक्यो गाइज बोटिङ गर्नको लागि
बिस्तारै हातमा मात्रै छोड्नु नदीमा बिस्तारै आऊ। है त्यहाँ मैले के भने ल गाइस हाम्रो पालो आइसक्यो यहाँ टिकट हाम्रो पालो आइसक्यो तलै दिएँ मैले कान्छु यताबाट मजा आइरहेको छ गाडी गाडी